हेलो गाइज, गुड मर्निङ। आज पनि हामी टक्क लाएर यात्रामा निस्किसकेका छौँ। कस्तो हुँदैछ? एकदम एक्साइटेड छु है। नयाँ नेपाल चाइनाबाट जाँदैछु कोइराला बोर्डर। सो हामीहरू अहिले बिच बाटोमै छौँ। हामीहरू कोइराला बोर्डर करिब एप्रोक्सिमेट यहाँदेखि 45 मिनट जति लाग्छ। किप वाचिङ है गाइज है। हामी न्याम्डो गाउँमा पुग्यौँ है। न्याम्डो गाउँ यहाँबाट हामीहरू आइरहेको थियो अनि यो चाहिँ नाम्लो गाउँ तपाईँलाई देखाउँछु। बोर्डर अब नजिक पुगिसक्यौँ है। यस्तो गाह्रो भयो नि, यति उकालो रहेछ होइन। त्यही भएर ज्यान थकित भयो। एकछिन रेस्ट गरौँ। त्यस पछाडि माक्सै जानु भएन। एकमुष्टै हामीहरू त्यहाँ चाइनाबाट लगभग पुगिसकेछ। मिस त्यहाँ देखिरहेको छ नि, देख्नु भएको छ तपाईँहरूले। बस्ती चाइना बस्ती देखाएको मिक्सिङ। यो चाहिँ चाइना बस्ती भयो होइन। अनि हामी चाहिँ यहाँदेखि यो पुरै चाइना, उतापट्टि पुरै चाइना हो कि चाइना बोर्डर। उतापट्टिको चाइना अनि यतापट्टि हामी जहाँ बसिरहेछौँ यो चाहिँ नेपाल हो है। टक्क लाएर हिमालहरू देख्न सकिन्छ। यो पछाडि हिमालहरू देख्न सक्नुहुन्छ जहाँ चाहिँ बादलले ढाकेको छ। यदेखि होइन हावा बेसी चलिरह जाडो छ। त्यही भएर टोपी मास्कहरू चाहिँ युज गर्नुपर्छ है। ल अब हामी चाइना बोर्डर जाँदैछौँ। यहाँ नजिकै छ है। लेट्स गो। यहाँ आउँदाखेरि दिक्कत के लाग्छ भने चाइनाको त्यत्रो बिल्डिङ। हामी मित्र राष्ट्र चाइनामा प्रस्थान गर्न लागिरहेका छौँ। नेपाल चाइना बोर्डर नजिकै छौँ हामी। कोइराला बोर्डर चेक त गर्दैन। के भन्छन्? चेक त गर्दैन है। चेक गर्दैन। चेक गरे पनि छु त म। अब हामी लाइसेन्स बिना नै चलाइ मसँग छ त, टेन्सन नले। तिम्रो लाइसेन्स गर्नु। लेट्स पुगिसकेको छौँ चाइना बोर्डर। अब नेपाल चाइना भन्ने ठाउँ आइसकेको छ। बाइक चाहिँ कता रोक्ने? उता गाडी रोकेको छ नि, त्यसको पछाडिपट्टिलाई त्यहीँ लगाइदिन्छ। यतै रोकिदिन्छ, त्यहीँ लगा। चाहिँ नेपालतिरको भवन भयो। सो फाइनली हामीहरू नेपाल चाइना बोर्डर पुगिसक्यौँ है। अनि यो चाहिँ बजा नेपालको, चाइनाको है।
चाइना नेपाल बोर्डरबाट चाहिँ यहाँ आइसक्यौँ यो एरियामा चाहिँ तपाईँहरूले कति धेरै के भयो एउटा के छ है रुमहरू धेरै जान्छ नजिकतिर अनि यता पनि देख्छ के भयो एरियामा है तर यो चाहिँ मेन ठुलोवाला के हो क्या सिन्जा चम्के यहाँ पनि जुम्ला चाहिँ सिन्जा जस्तै हुन्छ सिन्जा चम्के नामै याद गर्ने क्या यो हो के छ तिमीलाई भन्नुपर्ने खाना पानी नै भेटाएन कि आज सम्झिन्छ जाने थियो होला यसमा नजाउँ है गएर खाना खाइहाल्छ अब यो लेजी भोको पेट होइन यस भ्यू कस्तो लाग्यो वारिपारिको नाइस है म आफैले नाइस भन्न चाहिरहेको शान्त छ है रेडी नेक्स्ट बाटो चाहिँ यता जाने बाई 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 जाँदै कन्फर्म त्यहाँ ठिक छ राम्रो छ यो के पनि राम्रो देखिरहेको बाहिर पेन्टिङहरू छ अहिले सिस्टमेटिक वे जस्तो देखिरहेको यो के हो रे सबैजनालाई थ्याङ्क यू सो मच फर वाचिङ मास्क लगाएर गइरहेको छु किनभने चिसो जानु त ड्राई भइसक्यो बिहानदेखि भोकै हो नि त हामी ल थ्याङ्क यू सो मच है ल मुर्रा भन्छ नि त्यस्तै मुर्रा मुर्रा Have a safe journey. Have a safe journey. Nice. Thanks, sir. Thanks a lot.